के तपाईँ पनि महिनाको 5,000 जम्मा गरेर करोडपति बन्ने सपना देख्दै हुनुहुन्छ? गुगलमा एसआइपी क्याल्कुलेटर चलाउँदा 25 वर्षपछि 4 करोड 31 लाख देखिन्छ, हैन त? तर पख्नुस्, के यो साँच्चै तपाईँको खल्तीमा आउने पैसा हो? आज म यो एसआइपीको करोडपति सपनाको पछाडि लुकेको तितो यथार्थ खोल्दैछु। यो भिडियो अन्त्यसम्म हेर्नुहोला, नत्र तपाईँको लगानी डुब्न सक्छ। पहिले बुझौँ एसआइपी के हो। यो कुनै जादु होइन, यो म्युचुअल फन्डमा लगानी गर्ने एउटा तरिका मात्र हो। म्युचुअल फन्डले धेरै लगानीकर्ताबाट पैसा उठाएर शेयर, बोन्ड र डिबेन्चरमा लगानी गर्छ। नेपालमा हाल 12वटा ओपन एन्डेड फन्डहरू छन्, जस्तै एनआइबिएल सहभागिता फन्ड, एनआइसी एसिया डाइनामिक डेब्ट फन्ड आदि। अब कुरा गरौँ कमाईको। विज्ञापनमा 12.7% वा 18% प्रतिफल देखाइन्छ, तर वास्तविकता के छ? नेपालको पहिलो एसआइपी एनआइबिएल सहभागिता फन्डको 6 वर्षको डाटा हेरौँ। यदि तपाईँले 2076 मा 1 लाख लगानी गर्नुभएको भए 6 वर्षपछि त्यो बढेर 1,83,850 रुपैयाँ भयो। सुन्दा धेरै लागे पनि यसको वास्तविक वार्षिक वृद्धि CAGR 10.68% मात्रै हो। विज्ञापनमा भनिएको जस्तो ठूलो रकम यहाँ देखिँदैन। तपाईँको नाफा किन कम हुन्छ? किनभने एसआइपी एउटा चुइने बाल्टिन जस्तै हो। यसमा धेरै लुकेका शुल्कहरू छन्। व्यवस्थापन शुल्क 1.25% भन्दा बढी, 5% कर प्रत्येक लाभांशमा सरकारलाई बुझाउनुपर्छ। एक्जिट लोड, यदि तपाईँले 2 वर्षभन्दा अगाडि पैसा निकाल्नुभयो भने उल्टै जरिवाना तिर्नुपर्छ। अब हेरौँ फरक। 18% को प्रतिफलको आशामा 25 वर्षपछि 2 करोड 91 लाख। 10.68% को वास्तविक दरले 25 वर्षपछि मात्र 75 लाख। कहाँ 2 करोड, कहाँ 75 लाख। त्यसो भए के एसआइपी खराब हो त? होइन, यो ती व्यक्तिहरूका लागि राम्रो हो जो कम जोखिम लिन चाहन्छन् र लामो समयसम्म अनुशासनमा बसेर बचत गर्न चाहन्छन्। तर यदि तपाईँ चाँडै धनी बन्ने वा गाडी किन्ने सोचमा हुनुहुन्छ भने एसआइपी मात्रै पर्याप्त नहुन सक्छ। त्यसैले लगानी गर्नु अघि हल्लाको पछि नलाग्नुस्, वास्तविकता बुझ्नुस्। तपाईलाई कुन एसआइपीको बारेमा थप जान्न मन छ? कमेन्ट गर्नुहोला र यो भिडियो आफ्नो साथीहरूलाई शेयर गरेर उनीहरूलाई पनि सचेत बनाउनुहोस्।